त्यहाँबाट जर्मन जानु र जर्मनको पार्टीसँग एउटा मिटिङ राखेर मात्रै फर्किनु। र सुन, कान्छीको चिन्ता लिनु पर्दैन, म छु नि, गयो हुन्छ। ओके, अहिले म जान्छु। यसलाई यत्रो विश्वास गर्नु खतरा भइसकेछ सर। यसले कुनै पनि बेला हामीलाई टिकिट्याउ गर्न सक्छ। त्यसको चिन्ता लिनु पर्दैन वीरमा। त्यसलाई विदेशबाट त फर्किन दे। जसरी त्यसलाई मैले फुटपाथबाट उठाएको थिएँ त्यसरी नै प्लास्टिकमा बेडेर त्यसलाई त्यही फुटपाथमा फालिदिन्छु। त्यो पनि टाउको एकातिर र जिउ अर्कोतिर। ओम नमः शिवाय। सागर मेरो छोरा होइन। मैले त्यसलाई आमाको दुधको सट्टामा विस्की खुवाएको थिएँ। पर्याय भने त्यसलाई बिग पनि खुवाउन सक्छु। हेलो एसपी साहब, म बाबाको 2 नम्बरी सामानहरू लिएर 17:55 को फ्लाइटमा सिङ्गापुर जाँदैछु। म यस्तो काम गर्न चाहन्न। म निर्दोष छु। प्लिज, म एयरपोर्ट पुग्नुभन्दा अगाडि तपाईले बाबाको सबै सामानहरू समात्नुहोस्। हेलो, एसपी राणा स्पिकिङ। एसपी, मैले दिएको चन्दाबाट तेरो कतिवटा पुलिस बुथ बन्यो? तपाईँ कस्तो कुरा गर्नुहुन्छ बाबाजी? काठमाडौँका धेरै प्रहरी बुथहरू तपाईँको चन्दाले त बनेको छ नि। तर मेरो सुरक्षा कुन पुलिस बुथले गर्छ? यो साले फुटपातेले म जस्तो महान मान्छेको नाम बदनाम गर्न कोसिस गरिरहेको छ। सागर मेरो छोरा होइन एसपी। त्यो सालेलाई मैले पालेर ठुलो गल्ती गरे। त्यो आजभोलि 2 नम्बरको काम गर्दै रहेछ। जसरी भए पनि त्यसलाई थुन्न पर्छ, बुझिस? तपाईँ चिन्तै नगर्नुहोस्, ढुक्क भएर बस्नुहोस्। त्यसलाई खोरमा जाग्ने व्यवस्था म गरिहाल्छु नि। सामान गाडीमा छ। थाहा छ केटा हो, गाडीको तलासी ले। यो सबै सामान बाबाको हो, लैजानुस्। थाहा छ मलाई साला, बाबा भनेको को? थानामा गए सब कुरो थाहा हुन्छ। लिएर हिँड्ने थानामा। रोजा सर, ड्रग्सको साथ पछाड गर्ने सागरलाई समातेको छ। यो के गर्दै हुनुहुन्छ? मलाई किन समात्नु भएको? लिएर हिँड्ने साललाई। कोच सालेलाई गाडीमा। अरे तपाईँ मेरो कुरा त सुन्नुहोस्। नमः शिवाय। साले के सम्झेको थिइस् तैले? के पुलिसलाई मेरो पोल खोलेर पुलिसले मलाई समाचार भन्ठानेको थिइस्? आफै फसिस् होइन? यसपालि त बचिस बाबा। त पनि कुनै दिन आएर सर्ने जेल यही हो। म तँलाई त्यसै छाड्दिन। एउटा निर्दोष बालकलाई आमाको दुधको सट्टामा रक्सी पिडाएर गुन्डा बनाएको अहिलेसम्म बिर्सेको छैन मैले। यो जेलबाट मलाई छुट्न त दे।
तँलाई पानी पनि भन्न दिनु म। के भनिस् रे? त जेलबाट छुट्छस्? याद राख, त जेलबाट छुटेको 15 मिनट भित्रमै सिधाइदिन्छु तँलाई, गिरिदिन्छु म तँलाई। त्यो पनि टाउको एकातिर र जिउ अर्कोतिर। तँलाई बाँच्नु छ भने जेलभित्रै बस। यो मेरो च्यालेन्ज हो तँलाई। ओम नमः शिवाय। उता जानुहोस् उता। कान्छी नचुनुस् मलाई। आज बहुत साराको दाजु मदेखि टाढा भएको छ तपाईँका कारणले। मलाई आज समाजले औले टोडली मौका पाएको छ तपाईँकै कारणले। आज म घर किन घाटकी भएकी छु तपाईँकै कारणले। म अर्कै जिन्दगी बिताइरहेकी मान्छेलाई तपाईँले किन यस्तो पार्नुभयो? म अब समाजको अगाडि कसरी मुख देखाऊ? कान्छी आखिर के नै भएको छ र समाजको अगाडि? हेर्नुस् हेर्नुस्, यसलाई म अब कतिन्जेल लुकाऊ? मैले बाँच्न नपाउने मेरो इज्जत छैन। मलाई धोका दिएर तपाईँ यहाँ आएर बस्ने। कान्छी मेरो बच्चा, यो त झनै राम्रो भयो। हाम्रो प्रेमको निशानी कान्छी। निशानी होइन, दाग हो समाजको लागि यो। म अब यो दागलाई मेटाइदिन्छु र म पनि मर्छु। तिमीले यसो भन्छौ भने मैले कोबाट राहत पाउने? मैले तिमीलाई धोका दिन खोजेको होइन कान्छी। दलदलबाट उम्केर तिमीसँग जिन्दगी बिताउला भन्ने सोचेको थिएँ। म आफै फसेँ। म कुनै रहरले यहाँ बस्न आएको होइन कान्छी। आफूले खनेको खाल्डोमा आफै फसेँ। तर केही छैन कान्छी, 2-4 वर्षको कुरा नहो। यहाँबाट म छुटेपछि तिमी र म अन्तै गएर जिन्दगी बिताउला हुन्न? कति सजिलै भन्नुहुन्छ तपाईँ। 2-4 वर्ष? म त आइमे मान्छे हो, आइमे। यो पेटको बच्चाको बाउ को हो, कहाँ छ भन्ने सवालको जवाब म कसरी दिउँ? कान्छी यतिका समय त दुःख झेल्यौ भने अब अलिकति दुःख झेल्न सक्दिनौ? यो बच्चाको बाउ को हो भन्ने जवाब दिने बेला पनि आउँछ। तर अहिले तिमीले समाजको अगाडि म जेलमा छु भन्ने कुरा लुकाउनु पर्छ कान्छी। किन लुकाउनु? यो कुरा लुकाएर म चाहिँ समाजमा कलङ्कित भएर बाँच्छु? त्यसो भए यो हाम्रो जन्म नलागेको बच्चालाई एउटा कैदीको बच्चा भनेर समाजले हेला गरेको तिमी सहन सक्छौ? तर म त सक्दिनँ कान्छी। त्यसो भए म के गरौँ सागर, के गरौँ? तिमीले यो कुरा कसैलाई पनि नभन्नु कान्छी, मेरो बिन्ती छ। अब तिमी मलाई यहाँ भेट्न पनि नआउनु। तपाईँले मलाई जिउँदै मार्नुभयो। तपाईँ यहाँबाट ननिस्केसम्म म मर्ने भए। प्लिज कान्छी, प्लिज, म हात जोडेर बिन्ती गर्छु, मेरो लागि त्यति गरिदेऊ प्लिज कान्छी। ए दिदी, त्यो पल्लो कोठामा मान्छे रहेछ नि, के भएको होला? के हुनु नि, व्यथा लागेको। दाइचे बनाउँदो नाटो कहाँ गएको कुनी, हेरेर जा। ए म जान्न, तपाईँ आफै जानुस्। यो संसारमा धर्म चाहिँ हराएछ बहिनी। हेरेर कसको पाप बोकेर आएकी हो? चुप चुप। यिनीहरूले त दाजु र बहिनीको पवित्र नातालाई कलङ्कित पारिदिए।
दाजु र बहिनी भन्छन् लोग्ने स्वास्नी जस्ता ठुक्क साला ठिक्क इस पापलाई कसको नाम दिने मैले मर्दिन्छु म यसलाई त्यसो नभन दाइ दाजु र बहिनीको पवित्र नातालाई अपवित्र बनाउने